हेलो गाइज, म दिलगन एन्ड हजुरलाई एउटा अर्को ब्लगमा स्वागत छ सबैलाई। आज चाहिँ म दिनेछु धरमपुरको टुर। लेट्स गो गाइज। म चाहिँ धरमपुरमा थोरै काम थियो, त्यसैले धरमपुर जाँदैछु, त हजुरलाई सँगै टुर पनि ल्याउँछु। लेट्स गो। म चाहिँ साइकलमा जान्छु, त्यसैले मेरो चाहिँ मेरो साइकल अनि म हजुरलाई आज फुल टुर दिनेछु। मेरो गाउँदेखि मल्लो गाउँ पोखरीमा गएर हजुरलाई पुरै पोखरीको भ्यू देखाउँछु। अनि हाम्रो खेत पनि धरमपुरमा पर्छ, एउटा खेत छ, त्यो पनि हजुरलाई देखाउँछु। म चाहिँ अहिले होइन धरमपुर जानुको कारण थोरै काम पनि थियो होइन, त्यसैले पनि जाँदैछु। यदि हजुरलाई हिजोको अस्तिको एउटा भ्लग ल्याएको छ त्योमा हजुरले धेरै राम्रो साथ सपोर्ट देखाउनु भएको छ, त्यसको लागि धन्यवाद। अनि आज पनि भ्लग हेर्नुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब एन्ड फुल स्टार्ट हुन लागिसक्यो गाइस। धरमपुर पनि धेरै राम्रो छ, घुम्नलाई आउनु होला। अनि धरमपुरमा पनि धेरै बोट बिरुवा छन् अनि यस्तै प्राकृतिक स्रोतहरू धेरै रहेका छन्। यो फुलतिर राम्रो भएको छ नि फिल्ड। अनि यहाँ चाहिँ हाम्रो बिचमा चाहिँ नदी पनि पर्छ। अब यो नदी पार गर्नलाई कहिले जान्छु, यता चाहिँ गाडी जानलाई, ठुलो गाडी जानलाई यतादेखि सजिलो हुन्छ, सानो छैन। म चाहिँ गाइस स्पेसली धरमपुर जानुको कारण चाहिँ रिजन चाहिँ त्यो खेत थियो कि हाम्रो चाहिँ खेत छ माथि, त्यो खेतलाई एकचोटि हेर्छौँ खै कस्तो छ। हाम्रो खेत खल्ला खेत हो, खल्ला खेत छ। त्यसको के भन्छ कि बर्सातको मौसममा अनि धान लगाएको बेला हुन्छ नि, रोपेको आजभोलि नै, अब पछिसम्म पनि धेरै पानी जम्मा भइरहन्छ कि, त्यसैले त्यो पानीलाई हेर्न म चाहिँ माथि जाँदैछु। खै कति कस्तो भएको छ खेतमा। धान चाहिँ उब्जाएको थियो त्यहाँनिर। अब भाइ तिमी भ्यू हेरेको वानले चेक द भ्यू, चेक दिस आउट, लुक दिस आउट गाइज, दिस भ्यू गाइज। यो चाहिँ पोखरीकै माथि धरमपुरको भ्यू हो। हजुरहरू पनि घुम्नलाई प्राकृतिक ठाउँमा जानु होला। यसले प्रकृतिमा ठाउँमा हामी जान्छौँ भने फेरि अझै जान मन लाग्छ कि धेरै राम्रो हुन्छ। जस्तै हिली एरियाजमा पहाडमा म पनि धेरै गइरहन्छु। यो चाहिँ पुरै उतापट्टि चाहिँ जङ्गल हो। अनि म अहिले जाँदैछु, यो ऊ थियो कि फिल्डबाट। यसमा चाहिँ हाम्रो गेमहरू पनि हुन्छ, कहिले गेम स्पेसली हुँदैन, तर घाँस काट्नलाई, जनावरहरू तराउनलाई स्पेसली युज गरिन्छ। अनि यहाँ मेरो चाहिँ पब्लिक प्लेसमा म चाहिँ बोल्ने गानु छैन, जसले बोल्दैन भ्लगमा चाहिँ अथवा भिडियोमा पनि कम आउँछ। नि भिडियोमा साउन्ड चाहिँ धेरै लो आउँछ, किनभने पब्लिक प्लेसमा म के बोल्दैन। मतलब यार फर्स्टमा त सबैलाई हुन्छ नि, लाज लाग्छ होइन। पछितिर ग्रोथ भयो भने फेरि पछि हेर्नु नि गाइस। अहिले चाहिँ साथ सपोर्ट गर्नुहोस् आजभोलि पनि, पछि स्पेसली कमाउँदा हुनेछ नि पछितिर। अब अहिले चाहिँ जाउँ माथि होइन, मजा जान्छ। अहिले चाहिँ राम्रो बाटो चाहिँ छैन, यस्तै छ होइन, ग्राभिल हालेको बाटो छ। अनि ठिकै छ, अब राम्रो होला भन्छु। अहिले भर्खरै पिच रोड स्टार्ट भएको छ। अहिले चाहिँ म जाँदैछु खेतमा। यो पिच रोड चाहिँ भर्खरै बनेको हो। यसमा चाहिँ धेरै कम मसिना हालेको छ, तैपनि यो 2-4 साल अरू टेक्ने भन्छु। यहाँनिर चाहिँ एउटा स्कुल पनि पर्छ। यहाँनिर ठ्याक्कै के स्कुल, लक्ष्मी स्कुल भन्छ नि, के स्कुल यहाँनिर पढेछ। खै स्कुलको नेम चाहिँ ठ्याक्कै थाहा छैन, तर यो स्कुल चाहिँ यतानिर पर्छ। यता यो चाहिँ हाम्रो पिच रोड रहेको
पिच पक्की सडक रहेको छ तर यस सडकमा धेरै कम मात्रामा मसला हालिएको छ ल यो बढी नटेक थाहा पनि सक्छ यता चाहिँ साइनबोर्ड गेटमा नेम लेखेको छ सरस्वती माध्यमिक विद्यालय त्यो चाहिँ सरस्वती माध्यमिक विद्यालय र यो सरकारी स्कुल छ यो एउटा सशस्त्र गण विद्युत हाउसको यो खै के हो थाहा छैन विद्युत यहाँनिर एउटा थियो त्योभन्दा अगाडि गएर चाहिँ हाम्रो चाहिँ प्रेगेटमा चाहिँ एन्ड फाइनली अब खेत चाहिँ हाम्रो लागिसक्यो यो छ यो रुख यो ठुलोवाला त्यो हाम्रोमा यो तलेदेखि सबै उतासम्मको खेत यहाँदेखि उता मान्छे बसेका छन् काट्दैछन् घाँस त्यहाँसम्मको यहाँदेखि उहाँ कुनासम्मकै खेत हाम्रो अनि आमको रुख भयो यताको यो चरी बुकुवाला योवाला बाजा सबै हाम्रो यहाँदेखि हामी एन्ट्री गर्छौँ त्यसै पहिला हाम्रो घर पनि एउटा सानो उसलाई चाहिँ हामीले उ गरिसक्यो अहिले चाहिँ तल हाम्रो घर तली भएको छ अहिले चाहिँ म आफ्नो खेतहरू छ अनि हजुरसँग पनि छ पसलबाट सामान किनेको थिएँ कि गम किनेको थियो एउटा गमसम्म के के देखाएर त्यो सामान किनेको थिएँ खानेकुरा पनि अनि अहिले चाहिँ म जाँदैछु घर गाइस अब हामी हजुरहरू देख्नु सब हेर्नु सब हाम्रो यस गाउँको बाटो धेरै छ कि सुन्दर छ गाउँको तर धेरै भएको छ नराम्रो बाटो छ कि भाइ यो एक मिनट यो पातलाई चाहिँ हामी यसरी उ गर्थ्यौँ कि तोडेर त्यहाँदेखि चोप आउँथ्यो अनि त्यसलाई हावाबाट आउँथ्यो त्यो बबल गम हुन्थ्यो नि आजकल चाहिँ कोही पनि बबल गम यस्तो होइन यसको युज गर्दैन तर पहिला हामी कहिले कहिले गर्थ्यौँ यो लगाएको बेला खिरा हुन्छ नि खै यसलाई के भन्छ नि यो बोटलाई मलाई ठ्याक्कै चाहिँ थाहा छैन कहिले चाहिँ गाइज म वापिस भएर ठ्याक्कै उभिसकेको छु यो बाजामा जहाँ चाहिँ भैँसी चराउन यो जुन चाहिँ स्पेसली अनि यो चाहिँ यहाँ पुरै रोपाइ गरिएको छ यो चाहिँ पर्सनल खेत हो यहाँको चाहिँ यो चाहिँ सरकारी नर्सरी हो यसमा सबैले आफ्नो के भन्छन् होइन चाहिँ सबै मानिसहरूले आफ्नो गाई गोरु चराउन अनि युजको लागि जस्तै खेतीबाडी चाहिँ गर्न मिल्दैन तर जस्तै यही घाँस काट्न युज गर्न सक्छन् अनि स्पेसली यो चाहिँ नदीको भूभाग हो नदीले ओगटेको भूभाग जस्तै नदी बर्खाको टाइममा समयमा चाहिँ यसमा नदी आउँछ अनि यो थोरै माछिन्छ पनि तर यो चाहिँ सानो नदी छ योभन्दा ठुलो नदी पनि छन् पछाडि तर गाइज के छैन आजको लागि म योभन्दा बढी चाहिँ भन्दैन अब थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो यदि हजुरलाई भिडियो राम्रो लाग्यो भने भिडियोमा लाइक गर्नुहोस् च्यानललाई नयाँ च्यानललाई सब्सक्राइब गर्नुहोस् अब हामी छौँ यस्ता नयाँ भिडियोमा नयाँ टपिकसँग तबसम्मको लागि बाई बाई जय गोर्खा जय नेपाल